थप परिचित गराउने आवश्यकता त ठान्दैन, तर पनि वार्षिकोत्सवको सन्दर्भ छ। विषयवस्तुहरू नयाँ ढङ्गले कसरी परिभाषित भएका छन्, क्याम्पस कुन गतिमा चलायमान छ भन्ने कुराको औपचारिक सन्देश नदिई यो उद्घाटन, यो परिचयात्मक र यो अध्यक्षतात्मक भाषण पूर्ण नहुने सम्झेर यहाँहरू समक्ष मैले केही विचार राख्नै पर्छ भन्ने ठानेको छु। अहिले बुटोल बहुमुखी क्याम्पसको आजको उपस्थिति केवल उत्सवको अवसर मात्रै होइन, यसमा हाम्रा आकांक्षाहरू छन्, हाम्रा प्रयासहरू जोडिएका छन् र हाम्रा उपलब्धिहरूले हामीलाई यो अवस्थामा दर्शाउनका लागि गजगजाएका छन् र हामी यहाँ छौँ र साक्षात्कार गरिरहेका छौँ। बुटोल बहुमुखी क्याम्पस विगत लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको आङ्गी क्याम्पसको रूपमा आफूलाई अब्बल साबित गर्ने प्रयासमा दौडिरहेको क्याम्पस हो। यहाँ धेरै फ्याकल्टीमा कार्यक्रमहरू सञ्चालनमा छन्, तिनीहरूको गतिलाई चलायमान बनाउनका लागि यहाँ अथक प्रयास गरेर समर्पण गरेर उपस्थित हुनुहुने प्राध्यापकज्यूहरू, कर्मचारी मित्रहरू तथा नयाँ जोस र जागरका साथ आफ्ना प्रतिभाहरूलाई प्रस्फुटित गराउनका लागि सक्रिय रहेको विद्यार्थी वर्ग यो धन्यवादको पात्र छ। यो बेला, यो सङ्क्रमणीय बेला बुटोल बहुमुखी क्याम्पसमा निमित्त क्याम्पस प्रमुखको हैसियतले उपस्थित भएर क्याम्पसका दैनिक गतिविधिहरूमा समस्या आइ नपरुन् भन्ने सन्दर्भमा छुट्टै चासोका साथ र सजगताका साथ कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन्। आउने क्याम्पस प्रमुखहरूले विगतमा गरे जस्तै कामहरूको सञ्चालन सँगसँगै नयाँ थप गति दिनका लागि गर्नुपर्ने छुट्टै आवश्यकताका कुराहरू छन्। हामी अहिले पनि यो विश्वविद्यालयको पठन कार्यलाई अनुपयुक्त कक्षा कोठामा अध्ययन गर्न बाध्य भएको सन्दर्भ उल्लेख गर्न पर्ने बाध्यतामा छौँ। यहाँ हामीलाई धेरै झन्झटिला प्रक्रियाका जालोभित्र आफूले तीव्र गतिमा छुट्टै प्रभावकारी परिणामको अपेक्षा गरेर हिँड्ने बाध्यतामा परिरहेको सन्दर्भ छ। यी सन्दर्भहरूलाई चिर्नका लागि हामीले विगतदेखि लामो प्रयास गर्यौँ, चिर्न सकिरहेको परिवेश छैन। आउने क्याम्पस प्रमुखले पनि अझै क्याम्पसको हार्डवेयरलाई व्यवस्थित गर्न पर्ने बाध्यता छ। हामी त्यसमा केही थप इँटा गरौँ, केही थप इँटाको व्यवस्थापन गरौँ भनेर भर्खर मात्रै म निमित्त भएपछि यही क्याम्पसको अहिलेको मञ्चको दाहिने पाखातिर 4 तले बिल्डिङ 60 कोठे भारतीय दूतावासबाट प्राप्त हुने आश्वासनका साथ हामीले एउटा प्रस्ताव तयार गरेर बुटोल उपमहानगरपालिका कार्यालयमा लागत सहभागिताका लागि अनुरोध गरे अनुरूप उहाँहरूले कार्यपालिकाको मिटिङबाटै क्याम्पसले यदि आयोजना छनौटमा पार्न सक्छ भने हामी लागत सहभागिता दिन तयार छौँ भनेर मेयरज्यूले भनिसक्नु भएको सन्दर्भबाट एउटा प्रक्रिया अगाडि बढेको छ। यदि त्यो भवनको प्रस्ताव पारित भयो भने हामी भौतिक सुविधा सम्पन्न कक्षा सञ्चालन गर्न सफल हुनेछौँ भन्ने कुराको जानकारी पनि गराउन चाहन्छु। हामीसँग बिल्डिङहरू प्रशस्तै छन् देख्दा, तर भित्र त्यसको गुणस्तरीयताका हिसाबले, त्यसको उपयुक्तताका हिसाबले र त्यसको पर्याप्तताका हिसाबले अझै पनि बेन्चमा बस्दा काँटीले कपडा च्यात्ने सन्दर्भहरू जोडिएर व्याख्या गर्न पर्ने बाध्यतामा छौँ। यो स्थिति तत्काल सुधार गरौँ भनेर अभियान थाल्दा कतिपय काम गर्ने प्रक्रियाका जटिलताहरूले गर्दा हामीले त्यसलाई सफल पार्न सकिरहेका छैनौँ, तर सबै इच्छुक छौँ।